तपाईहरुलाई हाम्रा होनहार प्रशिक्षक वर्गहरुले प्रशिक्षित गराउनुहुनेछ। त्यसमा तपाईहरुले पनि केही कुरा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। तालिमलाई सफल बनाउनको के सूत्र लाग्छ? के गर्दा तालिम छ यो 18 इन्च उठाउँदाखेरि 18 इन्च माथि उठाउने भन्छ। यो ठ्याक्क 18 इन्च छ यहाँ सोचे गरेको नपर्छ। ल रेडी अहिले सतर्क नहोला। यो दाहिने पतिरको सीमाको रूपलाई दाहिने परेर मेरो अगाडि 3 पंक्तिमा सामेल हुन सकिन्छ। टोली हमेशा एउटा कुरा विचार गर्नु। समाजमा शान्ति सुरक्षा कायम गर्न सर्वधारण भए नभएको सर्वसाधारण व्यक्ति तथा अन्य संस्थाबाट पक्राउ गरी र पञ्चायत राजस्वसँग हेर्दै गरी एक कदम अगाडि बढ। 1 2 3 कदम अगाडि बढ। 1 2 3 4 अगाडि सलाम गर्ला। अगाडि सलाम। 1 2 3 हातीमा दाहिने मोहडा गर्ला। दाहिने फट। 1 2 3 बायाँ फट। 1 2 3 2 कदम दाहिने सका ठप। 1 2 3 4 डाङ्ग्री लगाउन अगाडि कति दाग छ कि हेर है। राम्रो छ यो तल्ला राम्रो
जसले जहाँ ताने पनि हुन्छ जोडले लागे पनि हुन्छ ल सरकारी जागिर खानुपर्छ भन्ने थियो किनभने यो सोच सामान्य कुरा प्राकृतिक प्रकोपहरूका घटनाहरू पर्छन् भन्ने प्रश्न रहेको थियो जसमा हाम्रो पहाडी इलाका परेको तेजस्वी नवध्यामया सर्वे
सीधा बस सीधा सीधा चार टेकेर जाओ न आनन्द 2 खुट्टाले कुदिया छ कभर 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 कुद्नलाई सल्लाह गरेर कुदिया छ यो कभर यतातिर दाहिनेतिर बाँतिर सर बाँतिर बिचा 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 छोडे आज काजु बदाम किसमिस किन गर्नु पर्यो खोला पारीबाट आएकोलाई मैला यही भए खाइन डाउन डाउन हातले आपको चप्पल भेटी अवधिमा तिमीलाई एउटा टास्क दियो सबैले पायो फेरि फर्केर आएर फेरि कपडा चेन्ज गरेर डाङ्ग्री लगाएर एक पिरियड परेड खेलेर अनि फेरि जाने काम हुन्छ अनुशासनमा रहेर त्यहाँ गएर कारागारले के हो यहाँ प्रशासन काम कारागार पहिलो यहाँ जहाजहरू आएर बस्छ है डोमेस्टिकको
त्यो कुराहरू पनि तिमीहरूले बुझाएको जरुरी र समस्या जति पनि समस्या जति पनि चुनौती आउँछ त्यो आफैमा यति चाहिँ यो यही मान्छे हौँ हामी घरमा तल बुझेर राखेको 20-25 हजार हुँदैन। जसरी अप्ठ्यारो काम गर्ने भनेको गोली पड्काउने त्यो काम पनि त जमानले नै गरिरहेको छ नि। प्रहरी भाइ बहिनीहरूमा जान्छ त्यसो तपाईँले गर्ने प्रत्येक काम त्यसमा केही कमान्डसारले स्वार्थमा जति तपाईँहरू तल्लीन बन्नुहुन्छ अब यत्रो चाहिँ अहिले हामीसँग ट्रेनिज भाइ बहिनीहरू झन्डा उत्तोलन गर्दा जमिनदेखि कतिको उचाइमा पोल राखिन्छ? सही जवाब क्युआर कोड प्रयोगमा ल्याउने पहिलो नेपाली चाहिँ कुन हो? अस्ति राति आउँदाखेरि चाहिँ याद आयो एउटा खुसीको हात खडा गरेर यो गाडी पाँचजना है
साठी 15 को अब छोटी को मैं आसमा को बहुत मेरा पसंदीदा यकीन बनाऊँ और त फेरि फर्केर कहाँ गएर आइस् त त्यहाँ अगाडि त्यहाँ कुरा 5 जना मात्रै बस्छ 1 2 काम चेन्ज 1 2 काम चेन्ज अब धेरै बाँकी छैन सुरु 1 2 3 4 चल्ला कुकुडा चल 1 2 3 4 5 1 2 1 अलि 1 2 1 2 1 1 2 1 2 1 2 पुरा 5 1 2 3 4 5 अलि माथि पुरा 5 1 2 3 4 5 1 2 3 तर सकभर त राम्रो हुनु पर्यो नि हैन सब हुँदैन सकभर त एक्सन गर्नु पर्यो नि
चाला पूजा बाहिर हटिरहन्छ कहाँसम्म हट्छ भने सलाइटको कारबाही यसै मुताबिक गर्नुहोस् बोसबाट म्याचिनले राइफल म्याकिङका साथ जोडिदिनु चाला पूजालाई पुनः अगाडि छोडी सेफ्टी ग्यास आर पोजिसनलाई पहिलेको पोजिसनमा गई के गर्ने त अब फायर जारी राख्ने राइफलले फायर गर्छ अघि ब्याक साइडको यु फ्रन्ट साइडको टी देखाएको छ यो भगवती सोनामी अर्पण छस् माथिको के रे एक राउन्ड मात्रै हानै शाबाश प्रहरी जवान आधारभूत तालिम 8-113 सम्मको प्रहरी युक्ति तथा कारबाही चरणको उद्घाटन कार्यक्रम प्रहरी युक्ति तथा कारबाही चरणलाई चाहिँ उद्घाटन गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। फिजिकल र मेन्टल्ली चाहिँ तयार हुन्छ। अब एडभान्सको लागि योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरू सङ्ख्याको बारेमा, हात हतियारको बारेमा, शक्ति, उनीहरूको मोराल कस्तो छ र
सुरक्षाकर्मीको मोरल चाहिँ अप छ कि डाउन छ, कहिले के हुन सक्छ पर्सनल कुराले गर्दा। यो गुरुबाहरू बस्ने छ नि भवन, बुझ्यो? गुरुबाहरू बस्ने भवनदेखि तिमीहरूको त्यो आन्तरिक प्रशिक्षणको भवनसम्म दुश्मन हुन सक्ने, लुकीछिपी बसेको हुन सक्ने छ। ल अब यसमा आफ्नो सेक्सनको जवानहरूलाई के गर्नु पर्यो त? फायर आदेश दिन पर्यो। अनि सँग बस अनि खोज त गुरुबालाई खोज, त्यो नाममा नजाए फेरि। माथि खडा त्यही नजिकबाट हिँडाउँदा पनि जम्मा 2-3 जनाले मात्र थाहा पायो, त्यही पनि अलिकति हलचल भएर मात्र हो। ल विजय गुरुबालाई हेर्नु त्यहाँ हतियारको क्यामोफ्लेज गर्दा सदैव आफूले फायर गर्ने तरिकाले चाहिँ के गर्नुपर्छ, क्यामोफ्लेज चाहिँ गर्ने है। हतियार त्यति छैन। कटक गुरु खुट्टाको हर्का खुट्टाको पाँचवटा दुश्मनहरू हामीले बर्बाद गरेका छौँ अनि दुश्मनहरू मार्फत हामीले 303 राइफल चाहिँ 5वटा हामीले बरामद गरेका छौँ। आफूलाई त्यहाँ जाँदा असहज चिजहरू वस्तुहरू सबै छ भने त्यहाँनिर चाहिँ सबै कमान्डरले चाहिँ एकदम सजिलो तरिकाले चाहिँ पठाउने ठाउँ हो त्यो।
बसको लागि एक नम्बर राइफल र 3 नम्बर राइफल माथिबाट यस्तो होइन यस्तो यही गरा हो त्यो चेन्ज पनि गरिदिने हिमाल अरू पेनसँग ए बिचमा नउठे बिचको पनि तल पैसा बस डबल डिस्कतिर बोलाएको सेक्सन अफ द बाया 200 गज सेतो मन्दिरको दाहिने किनारादेखि कुसुमको बोर्डसम्म दुश्मनको फैलावट सिन सेक्सन फायर
यो के हो हाम्रो एरिया टार्गेट। सूचना आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट आएका सुरक्षाकर्मी हौ। हामीले तपाईको घर बस्तीलाई घेर हालिसकेका छौं। तपाईहरू सम्पूर्ण यसै बस्तीको वा हाम्रो सुरक्षाकर्मीले साथीहरूले तोकेको ठाउँमा हल्ला नगरी जम्मा भइदिनको लागि हार्दिक अनुरोध गर्दछौं। कुंगिस कवरहल लांगांग सुरक्षाकर्मी जम्मईको के घेराव जाटमले हमन के बताए अनुसार कवरहाल के पीछे शामिल हो जाए। उतनी बेला में डिस्टर्ब करने हाम्रो खोजी कार्यलाई सहज र सरल गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। आतंकवादीमा यस्तो हुन्छ विचार गरे तिम्रो हो। के म अपराध दिउ म सिम्पल साधारण मान्छेमा मेरो चेक गर्नुहुन्छ चेक गर्न मलाई थाहा पर्दैन के अनावश्यक है यस्तो दिएको बस्न पुग्छ कार्यक्षेत्र लगाउनु गोरी गोरी चल ए गोरी पीपल की छाँव में घाटी घाटीदेखि तल घाटीदेखि तल हो छिटो गएको यता छिटो
भन्दै जाने है त सबैजनालाई अल द बेस्ट थ्यांक यू हैन लगभग पुलिस भइसक्यो अब तिमीहरू गुरुबाहरूले सिकाउनु पर्ने कुराहरू तालिम केन्द्रले दिनुपर्ने कुराहरू सङ्गठन दिनुपर्ने कुराहरू राज्यले दिनुपर्ने कुराहरू किनकि तिमीहरू त भर्खर प्रवेश गरेका छौ 30 वर्ष लागि खान्छ तबसम्म हामी बुढो भइसक्छौँ 30 वर्षको दौरानमा चाहिँ गुरुबाहरूले सरले किन भन्थे भन्ने कुराहरू तिमीहरूले खाँदै गएपछि त्यो कुराहरू बुझ्छौ शरीरले नै उ गर्यो भने चाहिँ रिपोर्ट गर्नु त्यसले बरु रेस्ट गर्छ उ गर्छ तर आफ्नो सकुन्जेलसम्म चाहिँ मजाले टाइममा खाने टाइममा सुत्ने तिम्रो तातो पानीहरू खान्छै खाँदैन तातो पानी तताएर खानु अल्छी नगर्नु गुरुबा हामी तातो पानी खान्छौँ भनेर उ गर्नु जे पाए त्यही खाने कुराहरू नखानु है मलाई आदि होइन